नमस्कार। आज हामीहरूले लिएर आएका छौँ विभिन्न प्रेरणादायी भनाइहरू जसले हाम्रो जीवन बदल्न सक्छ। गीताको 18 अध्यायका 18 सारहरू। नम्बर 1, मोह या सुख शान्तिको अधीनमा नपर्नु। नम्बर 2, शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु। नम्बर 3, निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु। नम्बर 4, तत्त्वको ज्ञानको अनुभव गरी निस्वार्थ भावले कर्म गर्नु। नम्बर 5, सधैँ तितिक्षामा रहनु अर्थात् सुख दुःखमा समान भाव हुनु। नम्बर 6, अन्तस्करणमा समता राख्नु। नम्बर 7, सबै कुरा भगवानको नै हो भनी स्वीकार्नु वा सबैमा ब्रह्मभाव हुनु। नम्बर 8, सधैँ भगवानको स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु। नम्बर 9, सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु। नम्बर 10, विलक्षण विशेषता, सुन्दरता, महता, विद्वता, बलवता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु। नम्बर 11, यो चराचर जगत भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत नै भगवान, भगवान नै जगत हो भन्नु। नम्बर 12, शरीर, इन्द्रिय, मन, बुद्धिले आफूलाई भगवानमा अर्पण गर्नु। नम्बर 13, संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जान्नु। नम्बर 14, सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु। नम्बर 15, एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु। नम्बर 16, जन्म मरणको चक्रबाट छुट्न दुर्गम दुराचारको त्याग गर्नु। नम्बर 17, जुनसुकै शुभ कर्म गरे पनि भगवानको नाम स्मरण उच्चारण गर्दै आरम्भ गर्नु। र नम्बर 18 मा रहेको छ भगवत शरणागति हुनु र भावले भगवानको शरणमा पर्नु। हामीले जे सोच्छौँ, जसरी सोच्छौँ त्यो पूर्ण नहुन सक्छ। हामी जे गर्छौँ, जसरी गर्छौँ त्यो सही नहुन सक्छ। कतिपय कुरा हामीले सुनेर बुझेर सिक्न सक्छौँ। हुन त जीवनमा आफ्नै भोगाइबाट सिकेका कुरा बढी उपयोगी हुन्छन्, तर निश्चित अवधिका लागि बाँच्ने हामीले सबै कुरा भोग गरेर त्यसबाट हरेक कुराको निचोड निकाल्न सक्दैनौँ। यसर्थ अरू व्यक्तिले भोगेको कुरा जसबाट उनीहरूले केही सिके त्यो हाम्रो निम्ति प्रेरणादायी हुन सक्छ। अत यहाँ त्यस्तै प्रेरणादायी भनाइहरू पेश गरेका छौँ जो विभिन्न समयमा विभिन्न विद्वानहरूले भनेका थिए। त्यस्तो काम गर्नुहोस् जो तपाईलाई औधी रुचि लाग्छ, तब तपाईले एक दिन कामको बोझ अनुभूत गर्नुहुने छैन। सबैभन्दा गर्व गर्ने कुरा कहिल्यै पनि नलड्नु होइन, बरु जति पटक लडे पनि उठ्नु गर्वको कुरा हो। 1000 किलोमिटर यात्रा पनि
केवल एक कदमबाट सुरु हुन्छ। जब यो स्पष्ट हुन्छ कि लक्ष्य प्राप्त गर्न सम्भव छैन, तब लक्ष्य बदल्ने होइन, बरु आफ्नो काम गर्ने तरिका बदल्नुहोस्। एक निराशावादीले हरेक अवसरमा कठिनाई देख्छ र एक आशावादीले हरेक कठिनाइमा अवसर देख्छ। जित्नेवालाले कहिल्यै हार मान्दैनन् र हार मान्नेवालाले कहिल्यै जित्दैनन्। सफलतामा खुसी मनाउनु राम्रो हो, तर त्योभन्दा बढी जरुरी हुन्छ आफ्नो सफलताबाट पाठ सिक्नु। सबैभन्दा ठुलो जोखिम त केही पनि जोखिम नलिनु हो। जबसम्म तपाईँ समुद्र किनार छाड्ने हिम्मत गर्नुहुन्न, तबसम्म समुद्र पार नै गर्न सक्नुहुन्न। कुनै पनि कुरा धेरै कठिन छैन यदि त्यसलाई ससानो कार्यमा तपाईले विभाजन गर्नुभयो भने। विपरीत परिस्थितिमा कति मानिस टुट्छन् त कतिले रेकर्ड तोड्छन्। जुन व्यक्तिले जीवनमा केही गल्ती गरेकै छैन, उसले केही नयाँ गर्ने प्रयास पनि गरेको छैन। सत्य मार्गमा हिँड्ने कोही व्यक्ति दुई गल्ती गर्न सक्छन्। एक, पूरा यात्रा तय नगर्ने, अर्को यसको सुरुवात नै नगर्ने। जीवनको सही आनन्द लिनका लागि आर्थिक स्थिति मात्र होइन, मानसिक स्थिति सही हुनुपर्छ। पैसाले नयाँ नयाँ सम्बन्ध बनाउँछ, तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ। कुनै पनि व्यक्तिको खराब कुरा गर्नु आम मानिसको प्रवृत्ति हो, तर खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो। इच्छा पूरा नहुँदा क्रोध बढ्छ, इच्छा पूरा भएपछि लोभ बढ्छ। त्यसैले जीवनलाई हरेक स्थितिमा धैर्य बनाई राख्नुपर्छ। सानोतिनो कुरा मनमा राख्नाले ठुलो ठुलो सम्बन्ध कमजोर हुन सक्छ। मैले यो सिकेँ कि डर नहुनु बहादुरी होइन, बरु डरमाथि विजय प्राप्त गर्नु बहादुरी हो। जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो। हरेक समस्यासँग जुझ्नुपर्छ, किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ। तपाईँ यो नसोच्नुहोस् कि मैले के गुमाएँ, बरु यो सोच्नुहोस् कि तपाईसँग त्यस्तो के छ जो दुनिया खोज्न चाहन्छन्। जीवनमा कठिनाई हामीलाई दुःख दिनका लागि आएको हुँदैन, बरु यो त हामीभित्र लुकेको सामर्थ्य र शक्तिलाई बाहिर निकाल्न आएको हुन्छ। पैसा तपाईको सेवक हो, यदि त्यसलाई उपभोग गर्न जान्नुभयो भने। पैसा तपाईको मालिक हो, यदि त्यसलाई प्रयोग गर्न जान्नु भएन भने।